डमक र बिर्तामुटको बिचको सेल्फी डाँडा भन्ने ठाउँमा चाहिँ आइसकेको छौँ। हामी चाहिँ अब टिकट काटेर छिर्नुपर्ने हुन्छ। यस्तो छ ठाउँ, निकै रमाइलो नि छ है। ₹200 हो दुईजनाको ल गाइस सेल्फी डाँडा छिरिसकेको छ। यस्तो छ हाम्रो चराको गुद भनौँ हाम्रो पाना नै यो माथिको चाहिँ कुन चाहिँ माथि त्यहाँदेखि चाहिँ कहाँ उड्नु पर्ने? जिप लाइनदेखि चाहिँ कहाँ उड्नु पर्ने? ल यस्तो छ गाइस। यो के हो? यो भलिबल हो? के बोले भाइ? के बोले? यस्तो छ है। माछा नि हुन सक्छ होइन? निकै रमाइलो ठाउँमा छ। अनि iPhone 6 छैन हामीसँग दाजु? यसरी उडेर चाहिँ आउनु पर्ने, यहाँदेखि उडेर चाहिँ अलिक भिडियो बनाउनु पर्ने हुन्छ नि त। अब अरू ठाउँ कस्तो छ है, यहाँ लक छ एउटा, यहाँ चाहिँ छाताहरू चाहिँ पानी रमाइलो ठाउँमा छ। पानी माथि उठेर है आकाश छिन आँटिरहेछ। त्यस्तो छ ल। नौनी खेलिरहेको छ। माछाहरू पट पर्किन्छ त पानी। इन्द्रेणी देखिरहेछ, इन्द्रेणी देखिरहेछ। खोज्छ त
गानाको आधारमा चाहिँ चल्ने रहेछ है माछा गाइस यस्तो छ है ल यो धेरै बस्दा यो डुब्दैन यहाँ प्लेन रहेछ कोरिया जाउँ दाजु यहाँ कोरिया जाने इच्छुक हुनुहुन्छ भने है यस्तो छ है ल कोरिया जान आँटेको खै भोलिको फ्लाइट छ हाम्रो यहाँ नि चढ्न मिल्छ हो ए त्यसो भने चढौँ यहाँ कोरिया जाउँ भनेको त भएन नि 150ले चाहिँ कोरिया पुगिने रहेछ है गाइस अनि हाम्रो यहाँ रेलमा चाहिँ सिधै इन्डिया यो ठाउँको नाम चाहिँ ठ्याक्क सेल्फी डाँडा खेल्ने हो नि त यहाँदेखि चढ्नु पर्ने होला होइन म त नचढ्ने धरारा निखिलो प्रीति यहाँ टुप्पोदेखि तल उफ्री झरेको धरारा छ है निखिलो प्रीति यहाँदेखि झरेको सिरानदेखि चाहिँ तल झरेको है आज हाम्रो झापा र भिरदामोटको बिचमा पनि हाम्रो सेल्फी डाँडा ठाउँ चाहिँ तपाईँलाई म पुरै देखाउने वाला छु है यो पुरा हेरिदिनु होला यहाँ इनार छ यस्तो छ यहाँदेखि चाहिँ कहाँ चढ्नु पर्ने होला यस्तो रहेछ म त फर्स्ट टाइम हो एकदम लाग्यो मलाई चाहिँ यहाँ ढुङ्गा शिलालेख रहेछ खासमा यो चाहिँ के हो है नजिक गएर म तपाईँहरूलाई देखाउने आएको छु हाम्रो दाइले पुरा पोजमा आएर फोटो खिच्दै हुनुहुन्छ है यो भित्र नि चिन्नु पर्ने है होइन यस्तो रहेछ ठाउँ यहाँ माथिदेखि यहाँ झऱ्यो भने त मान्छे भेटिँदैन होला सायद यस्तो छ है ठाउँ यहाँ माथि चढ्न मिल्छ कि नै मिल्छ त्यसो भने यता चढेर देखाउन यस्तो है लु यहाँदेखि टक्क झऱ्यो भने मान्छे नखोज्दा हुन्छ है यस्तो छ यहाँदेखि आएर टक्कै यहाँ जाने यहाँ आएर यता जाने है यस्तो छ ठाउँ यहाँ चाहिँ रेल वरिपरि घुम्ने ठाउँ हो यही हो ए अनि घोडा छैन त
यो नि कट्टु पछाडि फाट्दैन दाजु यस्तो छ ठाउँ है सेल्फी डाँडा भन्छ यो ठाउँलाई है यतातिर चाहिँ कि खै म त नयाँ नयाँ हो होइन त्यो भएर त्यति राम्रो थाहा छैन यताको दाजुले त्यस्तो थाहा छ सिलिपित्ती बास नि कस्तो अचम्मको बास हो दामी छ नेपालको झन्डा चाहिँ माथितिर छ है अलिअलि दाजु यो बिचमा नि रहेछ नि त अनि चिलकुकुर रहेछ त हाम्रो चिलकुकुरमा जाउँ न म बसेर अन्डा पार्छु यहाँ अन्डा पारिसके गाइस यस्तो छ ठाउँ हाम्रो अगाडि दाजु हुन्छ यहाँ माथि यो चाहिँ के हो अक्टोपस यस्तो छ यता दाजु यता जाउँ इधर से आया इधर से जाना है हमको हमारा देश नहीं सही मैंने दलित चुना था जिप लाइन रहेछ यस्तो छ ठाउँ गेट चाहिँ राम्रो रहेछ है गेट दामी रहेछ देखो ना गाइस ये क्या है पहिला हाम्रो जेनजी आन्दोलनले गर्दा चाहिँ हेलिकप्टर चाहिँ डढाएको रहेछ यस्तो छ मेरो दोस्त चाहिँ यहाँ छ है गाइस त्यस्तो हुनु न अक्टोपसतिर कहाँ छ बन्द गरेको रहेछ के छिन् है अच्छा यतै जाउँ हामी
यहाँ नि राम्रो रहेछ निकै ए अँ लिसिङ बाँसको है हाम्रोमा यस्तो गर्दो रहेछ हाम्रो गाउँतिर त यसले त घाँस काटेर दिन्छ यहाँतिर चाहिँ यस्तो रहेछ धेरै यसले यहाँ चाहिँ नाम लेख्नु पर्ने हुन्छ है यहाँ चाहिँ यहाँ आफूले चाहेको चाहिँ कुरा हुन्छ अरे यहाँ S+ कहिलेकै के क्रिमी कहिले दाजुले नि लेख्नु दिदीले मार दिदीले मार तपाईँहरूले देख्न सक्नुहुन्छ है यहाँ नाम लेख्यो भने चाहिँ पुरा हुन्छ अरे भन्छ सिङ्गल हामी जस्तो सिङ्गलले त जोडी छुटिँदैन सिङ्गलहरूको काम छैन हो यो बिचमा छिरौँ दाजु कहाँ यहाँ चाहिँ उता जानु वेलकम टु माई चिडियाखाना यो चाहिँ के हो तपाईँहरूले थाहा नै छ यो नि तपाईँहरूलाई थाहा नै छ छैन त चिडियाखानामा त यो के हो पनि देखिएन त मजाले लुकेको रहेछ ए के चारो पो खाँदै रहेछ चालिस हो कि क्या हो यो के हो यो कालिजो यो के हो यो डाफे दुम्सी सुन्दरी ल यो चाहिँ सुन्दरी सुन्दरी राम्री छु भन्दैमा एटिट्युड देखाएको यहाँ माथि के छ हौ दाजु यहाँ माथि के छ के छैन होला ए मृग रहेछ दाजु यहाँ चाहिँ के पाइन्छ है तपाईँहरूले म मृग देखाउँछु है त मृग गाइस यस्तो छ है गाइस मृग गाइस ल दारे भन्छ अरे यसले चाहिँ दारे घोडा बाँध्ने ठाउँ रहेछ उठ्न मात्रै पो गर्छ त यार छेवा मृगले नि बाल्दिन छोड्यो मलाई मृग कान्छी कान्छु उठ न हो टिकटक पिङ अरे नि त टिकटक पिङ जन्म सेफल खै कता के छ हौ गोही खान्छ कि क्या कहाँ हो कहाँ जाउँ दाजु यता यो के अरे टिकटक कि के त्योमा जाउँ न टिकटक पिङ अरे नि त जे चाहिँ टिकटक पिङ है
नजिक नभए नि टाढादेखि चाहिँ देखाउँछु यस्तो छ टिकटक पिङ कालकाको रहेछ यहाँ अहिले बलिरहेको थियो किन अहिले मरेको सबै बिहा ए के यस्तोमा खेल्न नखेल्नु यस्तोमा धेरै छ त्यो टिकटक पिङतिर त क्षमता धेरै छैन 150 रुपियाँ रहेछ टिकटक पिङ अरे टिकटक पिङ गाइस टिकटक बनाउने धमाधम दामी रहेछ ढोको छोराछोरीहरूले बोक्ने ढोको है गाइज के छ हौ यहाँ कहिले नदेखेको चिजहरू छ त ल म त रेसतिर पुगिसकेँ गाइस ताजमहल हो इन्डिया पो पुगेछ त इन्डिया पुगेछ है गाइस इन्डिया गाइस इन्डिया यहाँ भित्र नि खेल्ने ठाउँ चाहिँ रहेछ त कहाँदेखि चिन्नु पर्ने बन्द गरेको रहेछ यस्तो छ ल यो होइन यो चाहिँ ठ्याक्कै ल बाहिर निस्किने ठाउँ चाहिँ हो कता ल ल जाउँ त्यहाँ हाम्रो थोरै बाँकी छ नि खान्छ कि क्या अहिले त यता खान्छ कि क्या डर लागिरहेछ आमाले टोक्याउने त ख्ल्याट खुलुट हुन्छ नि त होइन त्यही भएर मलाई डर लाग्छ हो बस वाउ नाइस यस्तो यस्तो रहेछ ठाउँ ल हामी चाहिँ अब सेल्फी डाँडा भन्ने ठाउँमा नि घुमेर फाइनल स्थितिमा छौँ यहाँ चाहिँ छोराछोरीहरू खेलाइने ठाउँ हात्ती रहेछ यहाँ कोलाको पात्र छ है कोला जस्तै छ हो कि होइन त्यही भएर हामी बुझेन यता यस्तो रहेछ एक दुईवटा चिज रहेछ भन्दा नि के रहेछ माछा चाहिँ माछाले बोलाएको बालै दिँदैन हौ यो भाँचेर लडिँदैन तल कत्लिया कुद्ली गइन्छ र फेरि
यो कहाँ खै किङ कङ यहाँ लाइन बत्ती बल्दा त राम्रो देखिन्थ्यो होला ग्लास ए यहाँ सबै सुकेको होला अब चाहिँ यस्तो छ है हामी जब फाइनल स्थितिमा छौँ फाइनलमा छौँ यस्तो रहेछ है फाइनलमा छौँ तपाईँहरूलाई कस्तो लाग्यो यो भिडियो ल मन परेमा सब्सक्राइब गरिदिनु होला यहाँ खेदाको गस्ता नि रहेछ यो चाहिँ अघिकै ठाउँ होइन के हो हो नि यस्तो छ ठ्याक्क यहाँ नाउ खेल्ने ठाउँ अघिकै ठाउँ हो यो यहाँ यो पानी बलिरहेको थियो त्यही छैन गाना बजाउँदा चाहिँ यो बलिरहेको थियो यो सरारा अन्य ठाउँ यहाँ रहेछ अरे बारी घुमौँ न घाटसँगले होइन यस्तो शीतल हुँदो रहेछ भित्र यो चाहिँ यस्तो छ ठाउँ भप्पाल रहेछ झन् राति चाहिँ राम्रो हुन्थ्यो होला यहाँ हाम्रो मिज्यू हुनुहुँदो रहेछ सँगले यस्तो छ लु गाइस भगवान छ है हजुर कस्तो लाग्यो कमेन्ट गर्नु होला है सब्सक्राइब गरिदिनु होला यस्तो छ देखिने हो अर्को भिडियोमा फेरि भेटौँ है त ल गाइस अर्को भिडियोमा फेरि भेटौँ आजको भिडियो कस्तो लाग्यो यो ठाउँको नाम चाहिँ सेल्फी डाँडा भन्छन्